गण्डकी शुक्ला गण्डकी तेह्र यही हो। तेह्र भनेको यहाँ छ के यो अन्नपूर्ण केबुल कार पोखराको। यसरी उकालो चढ्नुपर्छ। यो अगाडि खप्पर जता गए ठक्कर हिँड्दै जानु पर्यो हामीलाई। यस्तो छ। अन्नपूर्ण केबुल कार चढेर सारङकोट जाँदैछु। यस्तो छ अवस्था हेर्नुहोस् कि बुढेसकालमा पाइयो दुःख है हाय 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 हिँड्दै हाय 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 हाय। यस्तो रहेछ डिपार्टर अफिस पोखरी बजारको अन्नपूर्ण केबुल कार। सारङकोट जान पर्ने चाहिँ डोल्पा हो। आयो सारङकोट, हामी जाँदैछौँ सारङकोट। प्याराग्लाइडिङलाई पक्षघात गर्दै सारङकोट त्यो तिम्रोमा रेकर्ड देखाएको किन बसेन? रेकर्ड देखाएको किन बसेन? लाइफ ड्यामेज। यो अन्नपूर्ण केबुल कार म यसैमा चढेर जाँदैछु। आयो अन्नपूर्ण केबुल कार आइज। हामी पोखराको तलबाट माथि सारङकोटसम्म जाँदैछौँ। आइज चढ्छौ आऊ सब चढ्दैछन्। सानो भन्यो तर यस्तो खिच्नु र दिमागमा हामीलाई पनि यसो हाल्नु हुन्छ नि त। त्यस्तो खिचेर हजामले पनि चिन्दो रहेछ है मान्छे। चिनिहाल्छ नि हामीलाई सस्तो लिन्छ। हजामले उहाँको फिल्म त हेरेको छु भन्दै थियो नि फेरि। फेवाताल त कटिसक्यो। अब सारङकोट हामी अगाडि बढिसकेका छौँ। केबुल कार चढेर सारङकोटतिर जमिन छोडिसकेका छौँ हामीले। एकदम हेलो दर्शक, आज चाहिँ हामी सारङकोटको डाँडा अन्नपूर्ण सारङकोटको डाँडामा हामी चाहिँ केबुल कारमा। यो अन्नपूर्ण पोस्टवालाकै हो कि क्या हो? अब चाहिँ हामी यो सारङकोट हुँदै कहाँसम्म चाहिँ जुमसङ मुस्ताङ यात्रा कहाँसम्म पुग्छ निश्चित छैन। यात्रा छ हाम्रो। त्यसपछि काठमाडौँ फर्किने भन्ने कुरा छ। हेरौँ हाम्रो यात्रा कस्तो रहन्छ। देखाउँदै जानेछु, कृपया हाम्रो भिडियो हेर्दै गर्नु होला। एकदम लोमाङथाङसम्मको यात्रा चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। ड्रोनको दृश्य पनि तपाईँहरूलाई म यही भिडियोमा जोडिदिनेछु। हेलो 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 हेलो। हामी अहिले सारङकोटको डाँडातिर चढ्दैछौँ। उकालो बिस्तारै हामी माथि तपाईँले फेरि एकचोटि काम दिएँ मैले र म तपाईँलाई अगाडिको स्ट्यान्डबाट भिडियो जोडिरहेको दृश्यहरू देखाएँ मैले तपाईँलाई। यो चाहिँ है हामी माथि केबुल कार चढेको दृश्य माथि डाँडा पुग्नु पर्ने छ है। पिस गरिदिनु त म त्यसलाई पनि खिच्छु त। त्यो चाहिँ फेवाताल पिस गरेको त तपाईँले। अबाट हामी केबुल कार यात्रा गरेका हौँ। अब यहाँबाट हामी चाहिँ माथि त्यहाँबाट फोटो खिचिदिनु मेरो फोटो। दिनेश डाङ्गी चढेर होला। यो उकालो चढ्नै गाह्रो भयो है केबुल कारलाई। धेरै वेट भयो। बेलुका धेरै खाने अनि कहाँबाट हुन्छ? हिजो 3 बोतल रसी खायो।
कहाँ 3 बोतलले भ्याएन होला मैले खाइन 3 प्याक मैले खायो 3 प्याक गरी पऱ्यो दिपक सरले फोन गर्नुभयो एकदम के गर्नु बस सर नमस्कार मेरो मोबाइल 3 अहिले ठ्याक्कै पोखराबाट मुस्ताङको लागि भर्खर माथि सारङकोट पुगेछ डाँडा पुग्न लागिसक्यो हामी हजुर हजुर सारङकोटको डाँडैमा भाइ आउनुहुन्छ सर हजुर मैले भनेको छु आडैमा के आडैमा फेरि एउटा हान्दिनु पर्यो म हजुर भाइको हान्दिउ न भाइको क्यामेरा हान्दिउ त हेलो गाइस अहिले हामी छौँ केबल कारमा है पोखरा सारङकोट भयो डाँडामा पुग्नै आँट्यो हामी त पिस गर्न मिल्छ पिस गरिदिनु त पिस कालो चढिरहेका छौँ त्यो सारङकोट भ्रमणपछि यो टिम त्यहाँ चाहिँ नास्ता गरिसकेपछि जमसमसम्म बनेछ उहाँ चाहिँ हाम्रो एकदम अल्छी दे बोल्नै हुन्न खै बोल्नु त उहाँले त ठ्याक्कै आज दारीमा पनि धेरै कार्यक्रम साथ भइसक्यो म त 1 बजे सुते हाम्रो गरिब जनता नहीं घुम्छ दाइ पुग्न आँट्यो त 2 मिनेट आयो एउटा डाँडोबाट अर्को डाँडो बाँकी छ अर्को बाँकी रहेछ त डाँडो आइरहेछ हामी गइरहेछौँ आयो बाइक आइसक्यो माथि पुग्नै आँट्यो हामी त पुग्नै आँट्यो गाइस हिँडबाट होइन त भाइको नम्बर कति रे प्याराग्लाइडिङ हिँडबाट होइन त 97 हो माथिबाट कति नम्बर भन्दैछ 97 60 होला हाम्रो दिनेश दाइ होइन 97 होला 97 क्यामेरा कहाँ छ फेरि खोज्नु पर्छ 7 बजे त फोन आनी हुन्छ यार अनि फोन आउनु हुँदैछ गाउँ त गाउँ हो नि दाइ 1 मिनेटको भिडियो धेरै टाढा होइन त्यो गाउँ नजिकै हो नि त पोखरा टाढा गाउँ होइन नजिकै गाउँ त हेर्नु त अर्को पनि आउँदैछ उडी उडी केबल कार उडी चुप्पा उडी चुप्पा झ्याल लाउनु चाहिँ यसको ए त्यस्तो पो केबल कार भने के हो अगाडि क्यामेरा राम्रो छैन हामी त केबल कारमा अहिले हेर्नु डाँडै चढ्न आँट्यो गाइस खै त दाइ तपाईँ त्यो चुप्प लागेर बस्ने अनि बोल्नु पर्छ गरी खाने बाटो गर न गरी खाने बाटो आउँदैन चाहिँ के हो उता घुमाउनु कस्तो राम्रो थियो त अब लोकेसन देखाउनु न अलिकति बोल्यो लोकेसन फोन गर्नु भने 8 बजे कार्यक्रम सुरु गरे क्या फोन लागि छ त्यसलाई अस्ति भने न त्यहाँ उता काठमाडौँ जयबासन कार्यक्रम आज बुद्ध जयन्तीको स्कुलमा होइन उसमा माथि शिवज्ञ बाबा आज बुद्ध जयन्ती हो नि आज छुट्टी थियो कार्बन डाइअक्साइड आउँदो रहेछ त्यता फोटो कस्तो हेरेर खत्तम आएर छ एन्टी परेछ त्यता एन्टी गरिरहेको थियो यता राम्रो होला यहाँ तपाईँ बाजी बस्नु तपाईँ यहीँनिर एकछिन बाजेलाई नाति यता बस्छ बाजेलाई उता बस्छ ब्रदर यता फोटो हान्थ्यो नि यसले बरु क्यामेराले अल्छी मान्छौ होइन यसले सजिलो होला जति खिच्छ टोलेर अनि पछि अरूले खिच्नुपर्छ आफ्नो खिच्नुपर्छ फेरि यो तल राख्नु पऱ्यो नि त खिच्नलाई ल बरु यसो हेर्नु एकछिन ताल गइहाल्छ नि खोल बाटो माथिसम्म छ होला है माथि गाउँसम्म है आयो त्यो तल 3 जना आइगएकै
सबैजना ए खोला नै रहेछ नि खोलालाई थुनेर ड्याम बनाएको ठिक छ थुने होइन होला अलरेडी बसे होला तल है थुने किन ड्याम देख ल भयो त्यो फोन हाल्नु त मेन जक्सनमा आएर यहाँ फोन लाग्नु पर्यो नि यहाँ ए तपाईँ यार हरेक कुरामा समस्या नदेखाउनु त ढिला भइसक्यो भने नम्बर दिनु म फोन माथि माथि त माछा त डह्रो होला जस्तो लाग्यो माछा केमा ए तलमा खोलामा मारा पाउँदैन होला नि त चिन्ता त्यही माछाकै रह्यो होइन त हिजो सपना देखायो भने कसले मैले हो सबैले माछा खायो नि त अझै माथि जाउँदा चाहिँ खोला रहेछ सारङकोटबाट हेर्नुहोस् त भ्यू यो फेवातालले गर्दा बिचमा खेती गर्नै पारेन खेती त धान खेत त डह्रो हुन्थ्यो होला नि त यहाँ त फेवाताल भएको थिएन भने बर्खामा त माथिमा आउँछ होला टुनै ढाक्दै पुग्नै आँट्यो गाइस हामी त हेर्नुहोस् त ठ्याक पुग्ने कि यो चाहिँ गाडी नै आउँदो रहेछ त बाइकबाट आउँदो रहेछ माथि केमा गाडी नै आउँछ हो बस नै आउँछ कि रिजर्भ आउने होला होइन हो रेगुलर यो रुटको गाडीहरू पनि चल्छ यहाँ अब केबल कार चलाएर केबल कार चल्ने भएन त गाडीमै हिँड्ने भए गाउँ होला नि त यहाँ अस्ति आउँदा बाइकमा थियो हिमाल आयो क्या हिमाल पोख न यस्तो त कसले हिजो दारू धेरै छ चपाएछ क्या मगाएर त फेरि वा कस्तो दामी हिमाल लेखिरहेको छ ल जयराम दाई अँ दारू धेरै चपाएछ क्या हिजो मगाएर दुख्यो त होइन त्यो हड्डी नभए मासु चबा धेरै हो कुन हिमाल लेख्यो यो अब त्यहाँ गन भएको माछा पुछ्रे लाछा पुछ्रे मनाङ जाँदैछौँ मनाङ हिमाल पारीको जिल्ला त्यो हिमालभन्दा पछाडि पुग्छौँ सर बनायो हामी जाने त्योभन्दा पछाडि हो यो केबल कार भने सर बने होला माथि होइन होइन नि पहिल्यै छ केबल कार त यो त पर्यटकीय क्षेत्र हो नि यो त फेवाताल यो पोखराको हो फेवाताल पछाडिको दोस्रो टुरिस्ट एरिया हो यो ए माथि सारबाट सारङकोट सारङकोटको डाँडैमा आउ बस्छ मेरो आडैमा होइन यो त निकै पहिलेदेखि हो पोखरा पर्छ सारङकोट त सँगै पहिलेदेखि हो नि त अहिले प्रयास यसबाट आएर गर्छु होला पहिला त गाडीमा आएर त गर्थ्यो होला होइन गाडीमा चाहिँ यो कति मिनटको रहेछ 10 मिनट लाग्छ क्या हो तलबाट यहाँसम्म 10 मिनटभन्दा बेसी छ क्या हो कुन हिमाल हो यो? कुन हिमाल यो माछा पुछ्रे माछा पुछ्रेको माछा टाउको कहाँनिर छ पुच्छर कहाँ छ खै त्यो हिजो थाहा भने जोसँग त्यो छैन माछा बुझ्ने खाइदिएर अहिले पछि त छैन म लास्ट टाइम भएको क्वार्टरले जाएको है पैदलले पहिला झ्यापै थिएन नि यी त पहिल्यै थिए म त क्वार्टर खाँदा क्वार्टरले जाएको न तर पहिला लागेकै थिएन त्यतिखेर जो आयो भने अगाडि आयो नि ठाउँदिन्थे कहाँ हुनु झ्या भन्दै थिएँ फेरि आफै म झ्यापा छु त भाइ भाषण नै भन्दै थिएँ भाषण दाइ अझै भन्ने मैले बोलिनुहोस् कहाँनिर हुन्छ भन्नु पर्दैन अहिले तँ भरे फेरि झ्याप भएछु हो क्या साथीहरू हिमाल वाउ अब मार्फा हामी यता मार्फा झ्या पनि दाइ अब छौँ हामी यो पारि जाने नि आज म जान छोड्छ खान्न भने मान्छे त पोखरा आएर त खाइन्छ त जयराम दाइ के हो अब यहाँबाट त खिच्नु पर्छ नि। यहाँ तपाईँहरूलाई मात्रै तनाव हुन्छ नि उता खाए त परिवारलाई तनाव हुन्छ त्यो पनि नखाएको त्यो नम्बर चाहिँ दिनु न प्लिज म फोन गर्छु कहाँ किर्तिपुर बस्छ त्यो अनामनगर बस्छ अनामनगर हामी फेरि आइपुग्यौँ माथि लगभग सारङकोटको डाँडामा अन्तिम केबल कार स्टेसन हामी आइपुगिसकेका छौँ तपाईँहरूलाई थोरैमा क्यामेराको कल्ला घोर्ने यहाँ आज अफिस कैद गर्ने छोटो छोटकरीमा विदेशमा सारङकोट डाँडाको पनि तपाईँहरूलाई ड्रोन उडाउने छ है ड्रोन उडाएर तपाईँले सकेसम्म ड्रोन उडाएर यहाँको दृश्य पनि तपाईँहरूलाई ड्रोन मार्फत फुल दृश्य ड्रोन मार्फत कैद गर्नेछु तपाईँहरू सामु गर्नुहोला किन दिने हुँदैन हुँदैन वाउ स्टेसन जक्सन आइपुग्यो गाइस आवश्यक त अहिले छैन त एकबार पनि के काम यो आउट अफ ट्र्याकमा गो भोले छ अन्नपूर्ण केबुल कार
यो पछाडिको अवस्था कताबाट आउने हो थोरै के जति गर्छौँ है त ये बाबु पहन फोटो आइन हनी हन्टर यो ठाउँमा बसेर कति त्यो घरको छतमा बसेर कति खाइयो कफी यहाँबाट बगर पनि देख्दो रहेछ ल बगर